थोम्बे आज हाम्रो घुमघाम कार्यक्रम हुन्छ। हे गाइस, दिस इज थोम्बे आज हाम्रो घुमघाम कार्यक्रम हुन्छ हैन। आज मसँग छ मेरो साथी सुरेश अनि हाम्रो ए स्टार ब्रदर, ए स्टारको महारानी सानो बहिनी। हामी चाहिँ आज प्यू प्यू लेकिन एक सेकेन्ड हामी चाहिँ आज प्यू प्यू प्यु प्यु रे यार। आज अब चाहिँ हामी जाँदैछौँ। कहाँ जाला नानी भन्दा ल यता हेर त। नाला गुम्बामा घुम्न जान लाग्यो। यहाँ रहेछ तिमीलाई सबै। नाला गुम्बामा घुम्न जान्न हामी चाहिँ होइन गाइस। त्यही हो, माया छ सबजनालाई। मैले लोकेसन त के भन्छ त्यो कलुवा हो के अरे सहज फार्मेसी रहेछ, रावत फार्मेसी भन्थ्यो एउटालाई। रावत भनेर ऊ कहाँ पुग्ने हो। हामी चाहिँ अहिले नाला चिन्दो बाटोमा छु, अझै जान लाग्यो। बस कुरा हो, बस कुरा बस। 15 minutes later. हामीले टक्क लाएर बसमा सरर दौडिँदैछौँ। हाम्रो BMW हाम्रो यो BMW को सवारी भएपछि हामी बिस्तारै अगाडि बढ्दैछौँ। सूर्यलाई गाडीमा बढाइदेऊ। सूर्यलाई लास हेप्दिने के जसले नि सिटै नदिने यार गुर्जीहरूले। अब कता जाने हो गाइज। तर नि मेरो भाइ गाइतुण्डेको भ्लगमा तपाईँहरूलाई स्वागत छ। मिठो माया। यहाँ सब्सक्राइब गरेर भाइको आइडी चाहिँ फ्रिज भइरहेछ। सबैजनाले फलो गरौँ, कपी लिङ्क गरौँ, सेयर गरौँ। थ्याङ्क यू। यता पसलको ओपनिङ छ। पसलको ओपनिङ दिनमा खुसियाली मनाऊ है। अनि यता हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ। दिदीबहिनीहरू हुनुहुन्छ। मलाई त कस्तो मन पर्यो। तना बनाइदिने हुने। तना बनाइदिने क्या भेना। हामी चाहिँ अब घुम्न जाँदैछु। घरबेटीहरू आउनु भएको छैन। हामी सूर्य र म चाहिँ अगाडि जान्छौँ। जाउँ न। के भन्छ, नाला घुम्न जानलाई चाहिँ यस्तो यस्तो गल्ली हुँदै होइन आइरहेको छु। केटाहरू चाहिँ तल छ। सुरेश छिटाउ न। अनि नाला घुम्न जाने बाटोको गल्ली भनौँ न। सुरेश चाहिँ त्यहाँ तल आउँदैछ। आन्टी हो, तर मलाई थाहा छैन अब कता जाने। कता आइसक्यो। ओइ एक्स्ट्रालाई फोन गर्न। आइपुग्यो त्यो यहाँ तिनीहरू। यिनीहरूको बुढा चाहिँ तिनीहरूलाई खोज्न गएको छ। आइपुग्यो अमृता। अझ तरुण जान्छ उता गइसक्यो। मोबाइल पनि अलि अगाडि आइपुग्यौँ होइन। अनि के भन्छ, मलाई चाहिँ सन्चो नभएको कारणले है रुगा लागेर यस्तो तनाव भइरहेछ। एभ्री वान केयरफुल्ली बस्दिनु होला सबैजना है। मेरो चाहिँ खास के भन्दा आँखामा यस्तो भइरहेछ। खास मेरो चाहिँ प्रब्लम के हो भने होइन, हिजो राति क्लब गएको, बिहान आएको सो सालो नमातिने कुरै हुँदैन। सालो नमातिने कुरै हुँदैन। क्या बात है सर, क्या बात है सर, क्या बात है। ये ट्यापमा
त्यो हिजोको ठन्डा बियरले चाहिँ मलाई वाइल्ड हानेर है अहिले नाक च्याप्प समाइरहेको छ होइन गाइज त्यही हो सबैजना क्लबमा चाहिँ जानुपर्छ यो चिसो चिजहरू खाएँ नि त त्यही भएको कारणले मलाई चाहिँ एकदम वाइल्ड हानेछ क्या त्यही भएर सो हामी चाहिँ अहिले यो नालाको गुम्बा जाने बाटोमा जाँदैछौँ हिँड्दैछौँ यतापट्टि चाहिँ दामी भ्यूहरू देखिन्छ पावर ब्याङ्क त उतै छोड्यो त्यहाँ चाहिँ एकदम राम्रो भ्यू देखिन्छ है अनि विथ मेरो कलुवा दोस्त कलवा त कलवै भएर चाहिँ फेरि अनि अनि चाहिँ यसरी जाँदैछौँ सो लेट्स गो गाइज कस्तो रहेछ म चाहिँ फर्स्ट टाइम जानु लाग्यो हो होइन गुम्बामा अनि एकदम धेरै एक्साइटेड छु गुम्बा जानलाई है त यस्तो भइरहेछ होइन टक्क यस्तो बबाल देखिन्छ चाहिँ यता चाहिँ यो तल चाहिँ सबै टोनेलाहरू रहेछ तल चाहिँ यो कहाँ ठ्याक्क कहाँ हामी नाला बाटो अनि योतिर यता चाहिँ यस्तो रोड छेउछाउमा घरहरू अनि यता चाहिँ सबै टोनेला जस्तो मेरो साथी टोनेला ल क्यामेराले भ्याउँदैन त कालो देखेर यार यो त त्यही हो गाइस सबैजनालाई माया देखाइदिनु होला मेरो मिठो भ्लगलाई भन त सुरेश मेरो भ्लगको लागि केही पनि भन्यो उसले जस्तै अस्ति सुटमा के भयो होस् नभए नहोस् भने जस्तै त्यसले उसले हालेर रहेछ नि त भयो होस् नभए नहोस् कति मिलियन भ्युज रे के भयो होस् नभए नहोस् भनेर त्यत्रो मिलियन भ्युज त अब त्यस्तो सम्झिने मात्रै हो तपाईँहरूको जय होस् भए होस् नभए नहोस् तर मेरो होस् होइन अनि हामीले यहाँ ठ्याक्क के मन्दिर आइपुग्यो जेसै होस् होइन तर मन्दिर आइपुग्यो पुलिसको गाछ हेर्दै गरिदिनु होला म्याउ 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 बोका चोट किन खान्छस् भने जोड किन कति पर्सेन्ट हो 1% हो 2% हो ब्लड ग्याङहरू यहाँ घरबेटीहरू छ आउँदैछ यहाँ रोक्छन् एकछिन पखाउन दुर्गा माता आयो So guys, we are going Nala Gumba. Okay, so let's go guys. बिस्तारै हिँड्न मासुलहरू के खान खोज्यो हिरोको Yo, this is by Thombe. Hey, Anna. This is Boy Star. Fitte. हाम्रो ग्याङ यता त्यही हो सबैजनाले भ्लग हेरिदिनु होला हामी थम्बे भाइको सबैजनाले केही भन्नु छैन थम्बे नाम फेरि थम्बे भएर यहाँ कस्तो थम्बे भएछ फेरि यहाँ यो थम्बे लामा ओइ थम्बे गाईतुन्डे मासाले थम्बेलाई भेटिस् भने नि थम्बे माथि फेरि फुल जिप्रे होइन कसको दाँत जस्तो क्या हामी सोझो कसैले के नभन्ने स्टार हेलो
दिस इज बोय स्टार चल्दैछ क्या चल्दैछ पछाडि अगाडि हो अब हामी जान्छौँ होइन माथि पुगेर देखाउँछु ल गाइस ल यार म रिल्सै सेयर भएन यार के भयो 15 minutes later. सो गाइस तलबाट हिँडेर यहाँ आइपुग्यौँ हामी फाइनल्ली सानो बाटो क्यामेरा लिएर आउनु कहाँ यहाँ तिमीले सोनी क्यामेरा लिएको होइन सोनी हिजो लिएर आएको हो नि त मैले रिल्सै ल्याएँ कि हिजो प्रकाशले जाने भनेर लिएर आएको थियो स्टार चाहिँ कुरेर बसिरहेको छ यहाँ What's up man हामी गुम्बामा आइपुग्यो गाइज टिकट काट्नुपर्छ कि यिनीहरूले त भाँडा भर खाइरहेको रहेछ तिम्रो के नखाने खाना त खाने खाउला जाउँ बादमा खाउँला पानी खाऊँ न यहाँ एउटा क्लास दिन्छ कि हामीलाई जाउँ क्लास दिन्छ हामी आइपुग्यौँ गाइज फाइनली इन्ट्री भइसक्यो हाम्रो यहाँनिर दामी ठाउँ छ होइन खै यो ल्याउ त थाहा सिधी होइन माथि सिधा नयाँ स्कुल बनाउँदैछ त्यहाँ डिस्टर्ब नगर्नु यता हाले यो हाल्नु ब्याट्री झर्छ ल गाइज हामी चाहिँ फाइनली आइपुग्छौँ यहाँ मिट पनि रहेछ नाला गुम्बा टक्क मिट पनि रहेछ ऊ हेलो एभ्रिवान दिस इज बोय स्टार के हो थम्ने भाइ पुरा ऊ छ होइन म चाहिँ ल गाइज हामी चाहिँ यहाँ आइसक्यो नबोलौँ है नचिज भयो छोड्दै नबोलौँ है चाहिँ यहाँ आइपुगिसक्यो सो अनि मेरो ब्लगमा सबैजनालाई स्वागत छ धेरै धेरै माया कलुवादेखि राम्रो त कलुवै छ अनि हेलो सुरेश गाइतुन्डे धन्यवाद हेलो आएछ मैले यो नाला गुम्बामा यो बच्चाहरूले धेरै डिस्टर्ब गरेर हामी पिच ठाउँमा आइरहेको छौँ पिस ठाउँमा आएर पुरा हल्ला गरिरहेछ फेरि एउटा नमस्ते हजुरआमा नमस्ते थम्बे हेलो एभ्रिवान दिस इज बोय स्टार म चाहिँ धेरै वेलकम एभ्रिवान दिस इज बोय थोम्बे एन्ड यो हामी चाहिँ यहाँ छ त्यहाँ हल्ला गर्न पाउँदैन थियो त होइन त्यो माथि हल्ला गर्न पाउँदैन ठिक छ अनि हाम्रो यो चाहिँ नालाको गुम्बा हो दिस इज नाला गुम्बा यो चाहिँ गाइज होइन अनि सबैजनालाई माया छ तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ एकदम पिसफुल ठाउँ छ यो चाहिँ एकदम धेरै पिसफुल प्लेस दिस यहाँबाट माया यस्तो देख्छ ठाउँ चाहिँ यस्तो छ है ओके अनि यस्तो बवाल चिजहरू छ यहाँ देख्न सक्नुहुन्छ दे हाई गरिदिनु त ल सो गाइज हामी चाहिँ यहाँ आइसक्यौँ होइन अनि यस्तो बवाल ठाउँ हो थम्बे अफिसियल थम्बे अफिसियल युट्युबमै हो म ठिक छ सब्सक्राइब गरिदिनु न
भेना मेरो भाइ दिदा म त्यहीँ आउँछु ल हाम्रो दिदीले यहाँ सब्सक्राइब गरिदिनु भएको छ धेरै धेरै धन्यवाद तपाईँलाई टिकटकमा नि मेरो त्यही छ थम्बे नै छ है फलो गर्नु म फलो ब्याक गरिदिन्छु अनि अब चाहिँ मासतिर लाग्छु सो गाइज यस्तो बबाल ठाउँ छ है यहाँ चाहिँ तर मलाई चाहिँ थाहा थिएन तर एकदम राम्रो साथै एकदम पिसफुल ठाउँ रहेछ नि है यो ओ माने पत्नी क्या एकदम शान्त ठाउँ छ यो चाहिँ अति बबाल क्या अति बबाल ठाउँ चाहिँ बोल्न नपाए So guys, that's सो गाइज अनि रमाइलो भइरहेछ अब म भित्र जान्छु होइन एकदम तपाईँलाई ठाउँ दामी पिसफुल ठाउँ देखाउँछु होइन मेरो भाइ के भयो फट भिडियो गरौँ न चट्ट पहिले यस्तो हल्ला नगर भने के छ यहाँ टक्कलाई दुईजना यसो गरिदिउँ भनेको होइन तपाईँ पनि दर्शन गर्न सक्नुहुन्छ हाम्रो यो नाला गुम्बामा मेरै भिडियोको मार्फत के भन्न चाहनुहुन्छ अनि अलि उता लैजाउँ न यहाँ पछाडि यतापट्टि खिच न सर यो गुम्बादेखि गरेर म बोल्छु सो हालै छ त्यही हो लट्स अफ लभ केटा हो ल यो चाहिँ यहाँ चाहिँ एकदम राम्रो बवाल एकदम पिसफुल ठाउँ छ होइन धेरै राम्रो लाग्छ त्यो मेरो भाइ नाच्दैछ होइन सो सो गाइस त्यही हो माथि न है माथि जान्छु म चाहिँ पुरै आउँछ कि पुरै तपाईँ देख्न सक्नुहुन्छ सरर लाएर एकदम हामी त ए स्टार ब्रदर र हामी चाहिँ माथि निस्किएको अब होइन टक्क परासर जाउँ यो चाहिँ हाम्रो एकदम बवाल ठाउँ पिसफुल ठाउँ त्यो लाभ है पूजाको कार्यक्रम हुँदैछ यहाँ चाहिँ भित्र चाहिँ फोटोसोटो खिच्न नमिल्ने हो क्या अरे ए सरी
सो गाइज हामी चाहिँ ढोकढाक गरेर टाक्टु पूजासुजा अब त्यस्तै हो ढोगेर चाहिँ फर्कियो भनौँ न। यस हामीभित्र पूजापाठ पनि सकिएको छ। टाटा चाले मोबाइल देऊ न मलाई। पिसफुल काम थोरै छ त नि। गऱ्यौँ। सो लेट्स गो। तिम्रो मोबाइल देऊ न आइज न तल हामी जानु फर्किँदै गर गर हामी दुईजना चाहिँ काम गरौँ न यहाँ। पढिने कार्यक्रम सुन्दैछ। एकदम बवाल लाग्यो है। एकदम मनै के भन्छ शान्त भयो। त्यही हो गाइस एकदम राम्रो ठाउँ छ। तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ। कलुआ मेरा दोस्त टुमडुम ट्याड्याउ कहीँ बस्नु त्यो राम्रो पिसफुल ठाउँ। सो गाइस के कस्तो लाग्यो सबैजनामा देखाइदिनु होला। दामी जङ्गल चारैतिर जङ्गल अनि गुम्बा भगवान ठाउँ छ यही हो। भित्र नजाने जाने भित्र नजाउँ भने म त भित्र छिर्ने खिच्नु जाने भित्र गएर चाहिँ खिच्न मिल्दैन। सो यहाँ माथिबाट चाहिँ सो गाइज हामी चाहिँ ढोकढाक गरेर टाक्टु पूजासुजा अब त्यस्तै हो ढोगेर चाहिँ फर्कियो भनौँ न। यस हामीभित्र पूजापाठ पनि सकिएको छ। टाटा चाले मोबाइल देऊ न मलाई। पिसफुल काम थोरै छ त नि। गऱ्यौँ। सो लेट्स गो। तिम्रो मोबाइल देऊ न आइज न तल हामी जानु फर्किँदै गर हामी हामी दुईजना चाहिँ काम गरौँ न यहाँ। पढिने कार्यक्रम सुन्दैछ। एकदम बवाल लाग्यो है। एकदम मनै के भन्छ शान्त भयो। त्यही हो गाइस एकदम राम्रो ठाउँ छ। तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ। कलुआ मेरा दोस्त टुमडुम ट्याड्याउ कहीँ बस्नु त्यो राम्रो पिसफुल ठाउँ। सो गाइस के कस्तो लाग्यो सबैजनामा देखाइदिनु होला। दामी जङ्गल चारैतिर जङ्गल अनि गुम्बा
सो गाइज हामी यहाँबाट निस्किन्छौँ अब